पैसा चाहिँ कति जोडी भयो दिमा खुसेको होइन त 3 माना गाँजाहरू खायो अनि घरले पछि घरेका खोज्दै हिँड्यो रातिकै यहाँ पुरै चोरी भएको छ दुईजना त्यसका बाजे कति पनि खाएन दुईटा रहेछ थाल दुईजना घरै पछि बसेर मरेछ यो एक घरमा चोरी भएको दुईजना त्यसका बाजे कति पनि खाएन दुईटा रहेछ थाल दुईजना अचार कसको घरमा के चोरी भयो अरे आज घरै पछि बसेर मरेछ यो एक घरमा चोरी भएको माछा र भात होइन 1 किलो माछा अनि 2टा मात्रै छ अनि यो थाल भाउजूहरुकोबाट चोरी भएको 2टा अनि यो तपाईकोबाट चोरी भएको न भाउजू अनि अंकल तपाईकोमा चाहिँ चाँदीको सिक्री अनि के अरे सेन्ट अरे आज चाहिँ आमसालमा हिजो राति आमसालमा चोरी भएको यो देख्न सक्नुहुन्छ पैसा चाहिँ कति चोरी भयो दिमा खुसेको होइन त 3 माना गाँजाहरू खायो अनि घरले पछि घरेका खोज्दै हिँड्यो अब यो पुलिसलाई भन्नु पर्थ्यो हाम्रो ठुलीको घरबाट चाहिँ माछा र भात चोरी भएको छ है अनि यहाँ रातिकै यहाँ पुरै चोरी भएको छ भेट्यो भने चाहिँ मान्छेले डरो कुट्छ होला है भात चाहिँ यहाँ पोखी पठाएछ कहाँ थियो अरे परालको मास पनि पुरा यस्तो घुसाएर राखेको क्या राति चोरी भएको न त राति सावधान रहनु होला सबैजना फेरि म त देखिन त त्यो जुसको त्यहाँ डिब्बा भेटा अरे भन्दा अहिले आउँदाखेरि हामीले चाहिँ यसो हेर्दै आउँदै त्यो कप रहेछ क्या गिलास जस्तो देखेँ अनि के त्यो गिलास जस्तो छ भनेर अनि त्यो माउ अचार रहेछ अनि फेरि यसो यो थाल रहेछ खगके गऱ्यो त्यो हिजो चैत 12 गते होइन भएको यो घटना रातिको कति बजे अब भनौँ न राति 12-1 बजे नै भनौँ न अनि भाउजूहरूको घरमा चाहिँ 1 कुकर भात र माछा अनि हाम्रो भाउजूहरूकोमा चाहिँ 2टा थाल अनि यहाँ सुदिपीहरूकोमा चाहिँ फ्रिजबाट खोलेर अचार टमाटरको अचार दही मही के लगेछ अनि हाम्रो रुस्तान्टीहरूकोमा चाहिँ पुरै घरै फोडेर घरमा मान्छे छैन भनेर घरै फोडेर धन्न पैसाहरू चाहिँ राख्नु भएको थिएन रहेछ भाइहरूको चेन भनौँ न चाँदीको चेनहरू लानुभएछ हाम्रो चोर दाजुहरूले अब को हो नि अब भरे अब पुलिसहरूले खोजिरहनु भएको छ थाल कुकरहरू चाहिँ भेट्यो परालको माछ पनि तपाईँहरूलाई म परालको माछ पनि देखाउँछु ठुलो पनि यहाँ होइन यहाँ यहीँ अनि पानी यो कसको ज्याकेट हो तिनीहरूको हो कि खोइ यो ज्याकेट कसको यो ज्याकेटले चिनिन्छ कि हो कि कसको दाजुहरूले सोध्नु पर्यो यो घरमा चाहिँ थालहरू चोरी भएको अचार पल्लो घरमा चाहिँ आज चाहिँ यहाँ पूजा छ कि त्यो ज्याकेट कसको यहाँ आउँदैन यहाँ आन्टीहरूको मात्रै घर फोडेको है आउँदैन यहाँ ज्याकेट पनि छ क्या आमसालमा हाम्रो त विदेशबाट ल्याएको त्यो कपाल काट्ने मेसिनै लग्दैछ यो ज्याकेट कसको हेर्नु त त्यो पनि छोडेर गइ पठाएको होला यहाँ खाएर यो कसको ज्याकेट हो यो छोडेर गएको यिनीहरूले मातेर छोडेर गएको बोक्नु न पुलिसलाई देखाउनुपर्छ नसुन्नु सिआइडी जस्तो साइड कस्तो बनाउँदैछ भनेको क्या तिनीहरूको गोजी चाहिँ छाम्नु न राणाहरूले सबै लग्यो झन् केही राखेको छैन तपाईँले सुनहरू राख्नु भएको छैन सुन पनि अस्ति भर्खर 24 गते लगेको तल ल्या
मान्छेहरू आन्टीहरू चाहिँ होइन बर्खा डाँडामा पुरै होटल गर्नुहुन्छ नि त अनि त्यही भएर अनि थाहा भएर लगेको यहाँ के छ यहाँ आज यहाँ पूजा छ सघाउनु भनेर आएको म चाहिँ खासमा यहाँ के भयो यहाँ पूजा छ देख्नुहुन्छ यहाँ आज यहाँ धेरै पछि भिडियो बनाएको मैले आज बनाउनै पर्ने भयो क्या त्यही भएर मैले बनाएको के हुन्छ ज्याकेट पनि छ है उतापट्टि पछाडि हजुर को माल दिदी माइला दाजुको हो कि यहाँ चाहिँ दाजुहरूले हलो बनाउनु हुँदैछ लाइनबाट चल्ने घर फोडेको चाहिँ म देखाउँछु तपाईँलाई अङ्कल कसो गर्दा तपाईँको आइफोन चाहिँ चढेन छ घर फोडेको चाहिँ यो घर हो है अघि पुलिसहरू पनि आएर गइसक्नु भयो भिडियो नबनाउनु पऱ्यो भनेको अब भिडियो बनाउनै पर्ने भयो अङ्कल धन्न है गोल्ड चाहिँ छोडेर छ है आइफोन पनि छोडेछ धन्न है बाइक पनि छोड्दैछ अङ्कल तपाईँहरू त अनि बसडामै बस्नुहुन्छ होइन धन्न है अनि पसल चाहिँ बन्द गराउनु भएको पछाडिबाट फोडेको छ है घर चाहिँ तपाईँहरूलाई मैले देखाइदिन्छु ल फेरि हिँड्नु भएको आन्टीलाई छोडेर त्यसो गर्नु पाइँदैन है यहाँ माथिबाट छिडेको रहेछ यहाँ देख्न सक्नुहुन्छ यहाँ माथिबाट कस्तो क्या कस्तो हिम्मतवालाहरू ओल्लो घर पल्लो घर मासु भात बोकेर हिँड्दैन यहाँ सबै यतातिर यहाँ ढोकामा पनि यति सानो छ चाबी त्यो चाबी त फुटाएन छ क्या फुटाएको भए त सुनिन्थ्यो अनि भित्रको त अलिक सुनिँदैन नि त त्यो दराजहरू फोड्दाखेरि चाहिँ दराज माथिको के गरी फुटाएको नि त्यही त दराज चाहिँ कसरी फोड्ने आमामा दुईजना छ क्या दुईवटा थाल्छ अनि कुकर चाहिँ फेरि कस्तो मजाले क्या यो घरमा माछा र भात पकाएको छैन कस्तो थापिदियो क्या फेरि अचार पल्लो घरमा थाल पल्लो घरमा दिदी गयौँ है हामी ल जानु शुभयात्रा अब युट्युबमा हेर्नु ल शुभयात्रा आज मैले बनाइदिएँ भिडियो धेरै पछि है फोन बिग्रेको थियो बनाएर अब म पूजामा जानुपर्ने हुन्छ म सघाउनु पर्ने हुन्छ होइन अरू के होइन ल कुकर कराईहरू त्यही राख्नुभयो घन लानु नि ठुलो बुनुलाई खेद्न के अरे खोज्नु जा भन्नु त कसले जा खोज्न भन्नु त या पानी पनि खाएछ त्यही बोतल कसको कस्तो ए भाउजू भोक लाग्नु थालो पार्टी चलाउनु भनेर बसेको आज चढाउने न सिद्धि घर धेर छैन पूजा सिद्धिएपछि तुला होइन धेरै पछि म अब डिउ खानु पर्यो हाल्दैन थोरै चिया त नखाम होला चिसो खाने अलिकति हाल्नु न धेरै पछि खानु पर्यो भयो नभए खाऊ न खाएको ल गाइस चैते दसैँ मनायो हिजो ओ ए हजुर हिजो चैते दसैँ पनि हुँदा नि दाजु दाजु म किन सघाउन आएको पूजामा अनि किन व्रत बसेको थाहा छ तपाईँले मेरो बिहेमा भान्से गर्ने भनेर मात्र नि फेरि पछि मेरो बिहेमा भान्से गर्छु भन्नुभएको छ क्या त्यही भएर आएको ज्वाइँले हाल्छु नि पूजा गर्नु चाहिँ उहीँ बाजे आउनुहुन्छ है मेरो बिहेमा पछि राईहरूको त पूजा गर्दैन भन्छ नि अब के पूजा गर्नु पर्यो भने चाहिँ ग्रह शान्ति रुद्री पूजा गराउँदाखेरि चाहिँ उहाँ बाजे है कन्ट्याक्ट नम्बर चाहियो भने भन्नु होला कति बजी भइहाल्छ नि एकदम
आज हच्चमै गरी अस्ति हाम्रो त मुनिबाट छ नि दाजु चाबी लाग्दैन भुस चामल हरायो त हाम्रो अनि आधी बोरा आधी थियो चामल रमाइलो गरेर थियो बोरै लग्दियो अस्ति नै चामल हराएको छ क्या हाम्रो पनि चाबी लाइँदैन कि झन् अब त बाख्राको खोर कुखुराको खोर होइन बोकार चाहिँ सम्झेर मैले हेर्नु लाग्यो बाख्राको खोर कुखुराको खोर सबैमा चाबी लाउने बेला भएको छ अब हो कि नहुनु त आयो अनि सलाद चाहिँ कमी थियो होइन र सलादको कमी थियो अचार त भइहाल्यो अचार भाउजूकोबाट चोरेछ अब त्यहाँ अब सलादको कमी थियो होइन र अनि पापडको हाम्रोबाट लिएको थियो पापड पनि थिएन पापडको कमी थियो आज रोमाञ्चक भयो एकदम रमाइलो पनि भयो आज उनीहरूलाई अब डेक पनि चाहिएको थियो सानो गीत बजेर नाच्ने त्यो चाहिँ पाएन त्यो पनि सानो दाइको मलाई उठाएर लान्थ्यो होला भएको भए चाहिँ हो कि भन्दा त्यस्तो बनाउँछ भने थाहा छ नि त अब जे हुनु त भइहाल्यो अब चोर्नेले चोरिसक्यो सकियो होइन अब भेट हुन्छ होला सिधै हाम्रो चोर दाजु भाइहरूसँग पनि अनि यहाँ मेरो अघि काम गर्दाखेरि यहाँ भिस च्यातेको थियो हल्का अब चेन्ज गर्नु जानु पर्यो भने त घर पनि जानु पाएको छैन अब घर गएर चेन्ज गरेर आउँछु अनि यहाँ दाजुहरू चाहिँ यहाँ पूजा सकेको छैन पूजा सकेपछि चाहिँ अनि प्रसाद खानुपर्छ पार्टी चढाउनुपर्छ पहिले चाहिँ होइन चल्लाहरू निक्लेछ कस्तो दामीले कसरी पस्नु सब निक्लेछ ओहो बिचराहरू भोकै भयो ल तिमीहरूलाई पनि भित्र दिनु पर्यो लु भाउजू तपाईँ के भन्न चाहनुहुन्छ यो चोरहरूलाई भेट्यो भने तिमीहरूको होइन छाला फर्किने गरी हान्नु मन लागेको छ म चाहिँ घर गएर भेस्ट चेन्ज गरेर आउनु पऱ्यो मेरो अघि काम गर्दा अलिकति च्यात्ती हो क्या यस्तो जर्सीहरूको कस्तो कमलो हुँदो रहेछ हौ तर धेरै पुरानो पनि भइसक्यो राम्रो भएको मेरो भेस्ट च्यात्छ क्या त्यही भएर अनि पुरै घरमा अब चेन्ज गर्नु हिँडेको च्यातिलो तिमी हौ छैन अब चलाउने माइजू कस्तो काली देखिहाल्यो है फाइनली गाइस म मेरो घर आइपुगिसकेँ है अब यहाँ मैले फेसबुकमा पनि पोस्ट गरिदिएको थिएँ होइन फेसबुकमा मैले पोस्ट गरिदिएको थिएँ चोरी भयो भनेर दाइहरूले मेसेज गरिरहनु भएको थियो हाम्रो पनि यहाँ पसल भनेर चाहिँ चोरी गरिदिन्छ होला पसल यहाँ हामी यतिकै छोड्छौँ मन्ने पाठा मन्ने आमै लौ यता चाहिँ मेरो मम्मीले बुनिरहनु भएको छ यहाँ यो चाहिँ दादाको लागि है विशाल दादा तपाईँको लागि वाउ मेरो लागि त बुनिदिनु न मम्मीले माया त गर्नु न मलाई तालबाट भने एक बक्सिङले चाहिँ दिनुहुन्छ ढिलो उठ्यो भने एक बक्सिङ त्यहाँदेखि सम्पदा सबै उठ्छ उठे मम्मी भन्दै अब मलाई लुगा चेन्ज गर्नु पर्ने हुन्छ मेरो घरको अवस्था डेन्जर छ ए मेरो सिलाम सागमा हेर्नु गाइज मैले बनाएको वाउ यो किरा बसेछ 5 minutes later ल भाउजू के भन्नुहुन्छ अरे देविका र प्रदीपले पनि हेरोस् भन्नुहुँदैछ भ्लग म चाहिँ लुगा चेन्ज गरेर आएको बाजे साह्रै राम्रो ल अरे अमान अरे ओम विष्णु रात मजे विष्णु तो सूरत ब्युटिफुल लेडिज वाउ साडीमा नारी कति राम्री हो हाम्रो भाउजूहरू त नन्द मात्र नराम्रो क्या कस्तो तपाईँभन्दा अङ्ग छु किन नाम चाहिँ होचो राखेको त किन मेरो नाम के हो र सम्पदा होचो मान्छे
आउनुहोस् नि हो त अझै नपढेको हाइलाइट भएको दिएको मलाई हेर्दा डल्ली दिन्छ हो मेरो मोटो ज्यान भएर होला नि म मोटो छु नि त डल्ली डल्ली पुग्नु पऱ्यो कि मलाई त डल्लै देख्नु भएको रहेछ भाउजू भन्दा अग्लो छु म चाहिँ यहाँ दाजुसँग बस्नु पर्यो मैले टिका लगाएर कति पैसा दिनुहुने भन्नु न म 10 रुपियाँले हुँदैन दाजु म त रोइदिन्छु ए ज्वाइँसँग टिका लगाउँदा चाहिँ कन्या केटी भनेर हेप्नु भएको हो कन्या केटी हेप्नु भएको पर्खिने म भोलि नै बिहे गरिदिन्छु त्यसो भए पर्खिनु म भोलि नै बिहे गरिदिन्छु भनेर भन्नु सक्दैन म त्यही त तामाङ होस् कि राई होस् मगर होस् सक्यो धेरैले छैन धेरै 2जनाले चाहिँ चोरेको होला भन्ने शङ्का छ अब त्यो भातै त्यो कुकरै उठाएर लानु कराई नै उठाएर लाँदाखेरि चाहिँ अनि ओल्लो घरमा चाहिँ कुकर र कराई उठाएर लगेको रहेछ होइन त्यो माछा पकाएर एउटा केही खाएको पनि थिएन अरे उता कता बाहिर खानुभएको रहेछ टन्ने भोलि बिहानको लागि भनेर राख्नुभएको रहेछ अनि जुस रहेछ बुढो बाजेको लागि ल्याइदिनु भएको रहेछ अनि ओल्लो घरमा कुकर र कराई होइन कुकरभरि भात अनि कराई अनि पल्लो घरमा चाहिँ 2टा थाल अनि अर्को घरमा चाहिँ हाम्रो सुदीपीहरूकोमा चाहिँ फ्रिजमा राखेको त्यो टमाटरको अचारमा राखेको त्यो ठुलो खाले चम्ची अनि पल्लो घरमा चाहिँ त्यो मान्छे छैन भनेर थाहा पाएर पुरै घरै फोडेछ त्यो के अरे दराजहरूमा त खासै केही त राख्नु भएको रहेन जस्तो राख्नु चाहिँ सुनहरू त थिएन रहेछ लग्नु भएको रहेछ पैसाहरू चाहिँ होइन दाजु अनि मेरो बहिनी अनि चाँदीको सिक्रीहरू रहेछ त्यही चाँदीको सिक्रीहरू लगेछ अनि अझै माथिल्लो घरमा चाहिँ लगेको रहेछ होइन त्यही हो अब कसले लगेन अब आफ्नो घरमा चाहिँ अब एकदम मजाले सेभ गर्नु होला चाबी लाउनु होला होइन दाजु कस्तो गर्दा हाम्रो दाजुलाई चाहिँ उठाएर लगेन छ क्या लगेको भए आम्मामा चाबी लगाएर सुत्नु है दाजु फेरि तपाईँलाई पनि उठाएर लान्छ म त बाहिर रोडमा सुतिन्छु अनि मलाई अघि चाहिँ किन धेरै हाँस्टेको भएन नि म आफू दङ्ग परेर धेरै हाँस्छु क्या भ्लगमा आउँदा पनि आफूलाई भित्रै हाँसिदिरहेछ अरू पनि हाँसिरहनु भएको छ बरु मागेर खाने छोडेर नखाने ल दाजु त्यही हो अब अहिलेलाई चाहिँ यति नै भन्नु चाहन्छु किनकि मैले भिडियो बनाएको छु युट्युबमा हाल्छु भनेको थिएँ क्या मैले फेसबुकमा पोस्ट गरेको थिएँ अनि मलाई मेसेज छिटो हालिहाल भिडियो हालिहाल हेर्नु मन लागिसक्यो भन्नुभयो अब म एडिट गरेर हाल्छु आजलाई यति नै थ्याङ्क्स फर वाचिङ होइन अब अर्को भिडियो भ्लगमा चाहिँ अलिक राम्रो बनाउनु पऱ्यो मेरो फोन बिग्रेको थियो क्या अनि त्यही भएर अनि मैले फोन पनि धेरै भ्लग नबनाएको त्यसैले आजलाई यति नै थ्याङ्क्स फर वाचिङ बाई